हामी यहाँ यो अष्टदीप एग्रो इन्जिनियरिङ सेल्समा छौँ। आज चाहिँ हाम्रो यो पसलको चाहिँ ओनर उहाँसँग आज केही कुरा गरौँ। हामीले चाहिँ हजुरको नाम चाहिँ के होला सर? चिराबहादुर थापा। थापा। हजुर हाम्रो जया थापाको फादर है, हाम्रो रेस्टुरेन्टको फादर हुन्छ उहाँ पनि। अनि अङ्कल अहिले चाहिँ हजुरलाई यो नेपालमा भइरहेको सिचुएसनमा कस्तो लागिरहेछ? बालेन्साले सुकुम्बासी हटाउँदै हुनुहुन्छ, हजुरले चाहिँ त्यसमा के सोच्दै हुनुहुन्छ? ठिक छ, एकदम सही। सुकुम्बासीले पाउनु पर्यो राहत, भन्नाले यो पाउनु पर्यो, सुविधा पाउनु पर्यो। जुन सुकुम्बासीको नाममा खाइरहेको थियो नि तिनीहरूलाई एकदम ठिक छ। जो रियल सुकुम्बासी हो तिनीले पाउनु पर्यो। हजुर त्यो त हो। अनि अहिले यो बुटोलको यो बस पार्कदेखि हस्टेल लाइनसम्मका सबै त्यो मान्छेहरू हुनुहुन्थ्यो, उहाँहरूलाई हटाउनु भयो। अहिले चाहिँ सबै बुटोलको मेयरले हटाएर त्यहाँ चाहिँ खाली गराउनु भएको छ। यसमा चाहिँ हजुरले के सोच्नुहुन्छ? उहाँहरूको व्यवसाय खोसियो कि अहिले चाहिँ डेभलपमेन्ट भयो भन्ने के सोच्नुहुन्छ? डेभलपमेन्ट भन्दा पनि तिनीहरूलाई एउटा व्यवस्थित गर्नुपर्ने। हजुर त्यो हटाएर मात्रै भएन कि, त्यो हटाएपछिको सफा पनि गर्नु पर्यो कि, व्यवस्था पनि गर्नु पर्यो। सफा चाहिँ भएको छैन अहिले अझैसम्म। यो हटाएर मात्रै भएन कि, अब यी यत्रो देखिराखेको छ, कहिलेदेखि खनेर राखिरहेको छ, त्यसलाई हटाउने होइन, त्यसले कति एक्सटेन्ड गरिराखेको छ। त्यो खालि त्यो व्यवसाय त्यो यसमा राख्यो भने भत्काउने मात्रै भएन कि, त्यसलाई व्यवस्थित गर्नु पर्यो। एक किसिमले डेभलपमेन्ट नि भयो, त्यो राम्रो कुरा, एकदम राम्रो कुरा। व्यवसाय गर्नेलाई चाहिँ घाटा पनि लाग्यो। व्यवसाय गर्नेले होइन, त्यो सरकारी जग्गा मिचेर राख्नु त भएन, व्यवसाय गर्नु भएन, त्यसको लागि त ठिक हो, राम्रो कुरा हो। तर त्यो सँगसँगै सहरलाई कसरी क्रुप बनाइरहेछ हाम्रो सहरलाई, त्यो चाहिँ हेरिदिनु पर्यो। सम्बन्धित अब ठेकदारलाई भनेर हुन्छ कि कसलाई भनेर हुन्छ। अब बुटोल एरियामा चाहिँ त्यतिको डेभलपमेन्ट चाहिँ हुनु पर्यो अब चाहिँ छैन। अब त्यो हटाए भन्ने हो, त्यो दोके नामलेहरूलाई हटाए, तर त्यहाँ त्यसलाई फेरि व्यवस्था त गर्नु पर्यो नि। तिनीहरूलाई पनि एउटा व्यवस्था, एउटा ठाउँमा एउटा क्राइटेरिया तोकेर राखिदिनु पर्यो। केटाकेटी त पाल्नु पर्यो नि, सबैले खानु पर्यो, सबै पालिन पर्यो त्यो चाहिँ। हजुर सँगसँगै अहिले बालेनले चाहिँ 100 दिनमा 100वटा काम गर्ने भन्दै हुनुहुन्थ्यो, हजुरलाई चाहिँ त्यसमा के लाग्छ? आफ्नो कुरा ठिकै छ, अहिले गर्नु लागेको, उसले गर्नु लागेको, बालनले गर्नु लागेको ठिक लागेको छ, लागिरहेछ एकदम राइट। केही कुरा नपुग्दो छ कि केही अलि हतारमा हो कि बिस्तारै भन्नाले सिस्टम पुऱ्याएर गर्ने हो कि भन्ने छ, तर गरेको कारण चाहिँ राम्रो छ। थ्याङ्क यू अङ्कल हजुरको टाइमको लागि।